हेलो साथीहरु, रोटी बनाउँदैछु। आलु पराठा को कोलाई मन पर्छ आलु पराठा लाइक गर्नुस् है साथीहरु। आलु पराठा आज दिउँसो खाना खान मन लागेन कि भात नखाने रे छोरी पनि आमा छोरी नि आलु पराठा बनाएर खाने हो। अनि यसमा चाहिँ बुढालाई राखिदिने हो। आएर खानुहुन्छ नि त। 4 वटा राखिदिन्छु है, धेरै खाँदैन नि। को कोलाई आलु पराठा मन पर्छ साथीहरु लाइक गर्नुहोस् त। को कोलाई आलु पराठा मन पर्छ है। यसको लागि चाहिँ टमाटर चटनी पिसेको छ। अनि मेरो भिडियो रिल्सहरु कस्तो लाग्छ साथीहरु लाइक गर्नुहोस् है।